काँक्रा हैन घाम चाहिँ टन्नै लागेछ टिक्कै काँक्रा खाने दिनै भइरहेछ हैन आज तर अब अस्तिदेखिको चाहिँ ज्वरो आएर चाहिँ काँक्रा चाहिँ खानु पाएकै थिएन हैन झन्डै सकेछ यो एउटा चाहिँ भाँचेको रहेछ हैन अन्त आज चाहिँ काटेर खाँदैछु यो 15 दिन जस्तो बिमार भयो हैन त्यतिखेर अब ज्वरो थियो नि त त्यतिखेर खानु नपाएको खाएन तर छ नि काँक्रा पनि झन्डै सकेछ अब यतिखेर त हुनु काँक्रा अब धेरैजनाको ठाउँतिर सक्यो हैन अस्ति झन् यति कलिलो भए पनि यति चाहिँ रहेछ हैन आज बल्ल बल्ल अस्तिदेखिको काँक्राको तिर्सना चाहिँ आज मेटाउँदैछु म नुन चोपाल्दै खाएको खोर्सानी चाहिँ खाएको छुइनँ हैन खोर्सानी खानु पनि सक्दिनँ म खोर्सानी चाहिँ खाएको छुइनँ तर नुन चोपाल्दै खाएको हैन मजा आइरहेछ खानु शान्ति भयो आज चाहिँ मेरो काँक्राको मुखबाङ भयो आज चाहिँ दुईटा बोट थिएन एउटा चाहिँ पानी जस्तो खल्लो मिठै थिएन हैन यो चाहिँ मिठो छ यो दुईटा जग्गामा एउटा चाहिँ यता साइडमा एउटा चाहिँ उता साइड रहेको थिएन उता चाहिँ सायद घामले डाइरेक्ट बेटर हो कि के हो कि टेस्टी छ